साथीहरू आजको मौसम चाहिँ हाम्रो धेरै राम्रो भएको कारणले चाहिँ हैन यहाँ तौरीले पनि धेरै राम्रो भइरहेछ। अनि यता फापर पनि अस्ति भर्खरै 4-5 दिन भयो छरेको थियो, मजाले उम्रेको छ। बरु हेर्न सक्नुहुन्छ है, बुरुङ अनि उता चाहिँ एकजनाले तोरीको साग खाने भनेर चाहिँ यहाँ छाटिरहेछ। मैले पनि भर्खरै छाटेर आएको, एकदम भइसक्यो। आमाला वेट साथीहरू हाम्रो चाहिँ भारी पुग्यो, यति भयो दामी। फापर पनि कस्तो दामी देखिरहेछ। अनि यता यो चाहिँ हाम्रो फुपूको हो, यता हाम्रो मालिक न्यू हाम्रो फुपू हजुर फुपूको घर। यो चाहिँ पर्मानेन्टली घर होइन, यो करेन्टली हो। हाम्रो गाउँमा चाहिँ अहिले तोरीको साग खाने बेला भर्खर यतिको ठिक्कको भएको छ। हजुरहरूको गाउँमा चाहिँ कस्तो भएको छ भनिदिनु होला। ल ल बाई बाई।